Look at this guys. This is village. पुरै हुसुनै छ अनि आज रातिदेखि नै पानी परेको थियो त्यही भएर चाहिँ यस्तो छ एक्चुअली इट्स आवर मामा घर हाम्रो घर चाहिँ उता माथि हो म घर पुगेर नै आएको थिएँ हिजो नै हाम्रो आन्टीको सल थियो सल मतलब अब यसलाई के एउटा संस्कार भनिन्छ बिहे गरेर गइसकेपछि फेरि रिटर्न एउटा कोसेली लिएर आउनुपर्छ त्यही भएर चाहिँ त्यसमा थिएँ हामी फङ्सनमा वेदर चाहिँ डिफ्रेन्ट क्या काठमाडौँतिर भन्दा इट्स भेरी डिफ्रेन्ट अनि पानी खतरा परिरहेको नन स्टप अहिले पनि स्टिल पानी पर्न खोजिरहेको छ पानी पराङ पराङ परेको एक्चुअली मैले राति पनि भिडियो बनाएको थिएँ पानी परेको बेला त्यो पानी पर्दाखेरि जस्ता बज्छ नि त्यो डिफ्रेन्ट खालको एउटा भाइब्स दिने क्या जस्ताले पराङ प्रत मलाई साउन्ड निकाल्नु आएन